Hello guys, today I'm making mutton curry in my style. सबभन्दा पहिला त मैले कढईमा तेल हालेँ, त्यसपछि अनि यस्तो प्याज काटेको थिएँ। यो चाहिँ लोकल प्याज हो है, घरमा हाम्रो खेतको प्याज हो। अनि यस्तो कोडे कसको कसको घरमा छ भन्नु है। अनि यो चाहिँ पिसेको मसला, अनि मैले तेलमा चाहिँ प्याजहरू हालिदिएँ अनि यसलाई राम्रोसँग ब्राउन हुनसम्म भुटेँ। अनि जब ब्राउन भयो अनि त्यसपछि चाहिँ मैले यसमा चाहिँ यो मसलाहरू एड गर्दै। यो चाहिँ घरमा पिसेको मसला हो, यसरी हाल्न सक्नुहुन्छ हजुरहरूले। मैले मसलालाई चाहिँ राम्रोसँग भुनेँ अनि राम्रोसँग चलाएँ, राम्रोसँग भुनेँ। त्यसपछि अनि मैले राम्रोसँग भुटिसकेपछि यसमा चाहिँ पानी हालेको थिएँ कि जबसम्म यो मसला कसरी पाक्यो भनेर थाहा पाउने, माथि तेल लगाएको हुन्छ कि अनि थाहा पाउने कि मसला पाकिसक्यो भनेर। अनि फेरि पनि मैले उसलाई राम्रोसँग पकाएँ अनि यसको माथि टमाटर हालेँ। यो पनि गोलबेडा हो, यो घरमै यो खेतको गोलबेडा हो, किनेको होला होइन, हाम्रो खेतमा थियो यो गोलबेडा चाहिँ। अनि यो सबै सामान चाहिँ मेरो हाम्रो घरमा खेतमा भएको। अनि मैले यसरी राम्रोसँग उसलाई चलाएँ राम्रोसँग पाक्न दिएँ। अनि सकेपछि मैले माथिदेखि यो मटन हालिदिएँ अनि मटनलाई पनि राम्रोसँग भुनेर अनि यसलाई चाहिँ ढोकिदिएँ। पानी हालेर ढोकेको होइन है, त्यसै ढोकेँ। त्यसपछि अनि फेरि निकालेँ अनि मसलाहरू राम्रोसँग पाकिसकेको थिएँ। अनि फेरि 1 कचौरा जति मैले पानी हालेर अनि उसलाई राम्रोसँग चलाएर ढोकिदिएँ। अनि फेरि पानी सुकिसकेको थियो, फेरि मैले पानी हालेँ अनि पकाएँ राम्रोसँग। अनि हेर्न सक्नुहुन्छ यस्तो राम्रो कलर। अनि आज चाहिँ हाम्रो मम्मीको र ड्याडीको एनिभर्सरी पनि थियो कि, अनि हामीले थोरै सानो सेलिब्रेट गर्दै थियौँ, फ्यामिली मात्रै केक काटेर। अनि मेरो ड्याडी मम्मी ह्याप्पी हुनुहुन्थ्यो। ह्याप्पी एनिभर्सरी मेरो प्यारो मम्मी ड्याडी। अनि सानो ल कति हो अङ्कल? ल तपाईँ भन्नु त, बोल्नु त। 9 वर्षको विवाह भएको आज 9 वर्षको वर्षगाँठमा हाम्रो प्यारो बदेश सिमराज विष्ट, त्यसै गरी प्यारी बहरी भन्नुभन्दा पनि हाम्रो घरकी लक्ष्मी मुनाको यो 9 वर्ष पुरा भएको। अनि अब यताबाट लक्ष्मी यही हो। आज हामीले यो ठुलो जमघट नगरिकन सानो जमघट मात्रै गरेका छौँ। हजुरको नाम भन्नु त? म दिनेश विष्ट देउलादेवी एनकी लभली भनेर दुनियाँ चिन्छन्। उसको प्यारो अङ्कल पनि हो फेरि। जहाँ यो घरमा च्याटपुट पनि नाम पनि छ अनि लभली पनि हो। अनि यो दुनियाँमा एकदमै रमाइलो